च्यानल फुड टेक साथीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म हुँ तपाईहरुकै खाद्य प्राविधिक साथी। मासु फ्रिजमा राखेको खाने कि ताजा खाने? मैले मासु भन्नाले यहाँ भर्खरै काटेको मासुलाई भनेर जनाउन खोजेको। र मासु चाहिँ मांसपेशीबाट मासुमा परिणत हुनका लागि कम्तीमा पनि केही घण्टा लाग्दछ। हामीले काट्ने बित्तिकैको मासु यदि खायौं भने त्यस्तो मासु कडा, चाम्रो र अलिकति सुक्खा प्रकारको देख्न पाइन्छ भने त्यो मासुको रङ पनि हामीले चाहे अनुकूलको हुँदैन। कहिलेकाहीँ काटिएको जुन जनावरलाई चाहिँ अलिकति डर, त्रास र स्ट्रेसका कारण चाहिँ त्यो मासुमा ब्याक्टेरियल ग्रोथ पनि भएको देख्न सकिन्छ। अब हामीले जुन ताजा मासु छ त्यसलाई चाहिँ रेफ्रिजरेटेड टेम्परेचर अथवा केही घण्टा 12 घण्टादेखि 24 घण्टाको मिनिमम समयका लागि चाहिँ यदि कुलिङ टेम्परेचर 1 देखि 5 डिग्री सेल्सियसको बीचमा राखेर चाहिँ छोडिदियौं भने रिगर मोर्टिस सेट हुन्छ र यो हुँदाखेरि चाहिँ मासु राम्ररी एज्ड हुन्छ, जसले गर्दाखेरि मासुको रङ अनुकूल, एकदम रसिलो अनि एकदमै नरम खालको मासु हामीले पाउने गर्दछौँ, जुन चाहिँ पकाएर खाँदा पनि स्वादिष्ट हुन्छ। अब भोलि तपाईँ मासु पसल कहाँ जाँदाखेरि कस्तो मासु लिनुहुन्छ? फ्रिजमा राखेको कि ताजा मासु? त्यो तपाईको जिम्मामा।